नमस्कार साथीहरू, आज हामी तपाईलाई लैजाँदै छौं नेपालको पश्चिमी सुन्दर भूभाग कैलालीमा, जहाँ केवल टाटो मौसम मात्र होइन, हरियाली, टाल र शान्तिको स्वर्ग पनि छ। आउनुहोस् हेरौं कैलालीका 5 घुम्नै पर्ने ठाउँहरू। नम्बर 1 मा रहेको छ घोडाघोडी ताल। यो हो कैलालीको गर्व घोडाघोडी ताल। यो घोडाघोडी नगरपालिकामा अवस्थित छ। करिब 25 वटा ससाना टालहरू मिलेर बनेको यहाँ 100 भन्दा बढी चराहरू, रंगीन फूलहरू र हरियो जंगलले यो टाललाई जादुमय बनाउँछ। यदि तपाईलाई प्रकृतिको शान्ति चाहिन्छ भने घोडाघोडी ताल तपाईको आत्माको हिलिङ स्पोट हुन सक्छ। नम्बर 2 मा रहेको छ टिकापुर पार्क। टिकापुर पार्क टिकापुर नगरपालिकामा अवस्थित छ। यो पार्क राजा महेन्द्रले निर्माण गर्नुभएको थियो र अहिले यो पश्चिम नेपालकै सबैभन्दा सुन्दर पार्क मध्ये एक हो। यहाँ विशाल रुखहरू, फूलको बगैँचा र कर्णाली नदीको छेउमा छ, जहाँ तपाईँ परिवारसहित पिकनिक, फोटो सेसन वा बोटिङ गरेर रमाउन सक्नुहुन्छ। टिकापुर पार्क भनेको नेचर र ह्याप्पिनेसको पर्फेक्ट कोम्बो हो। नम्बर 3 मा रहेको छ जोखर ताल। जोखर ताल धनगढी उपमहानगरपालिकामा अवस्थित छ। जोखर ताल अझै धेरैले नदेखेको हिडन जेम हो। शान्त पानी, हरियो वन र चराको आवाजले यो ठाउँलाई स्वर्ग बनाउँछ। यहाँ आउँदा तपाईलाई समय रोकिएको जस्तो लाग्छ। सेल्फी र ड्रोन शटका लागि त यो एब्सोल्युट हेभन हो। नम्बर 4 मा रहेको छ चिडिया ताल। यो ताल घोडाघोडी नगरपालिकामा अवस्थित छ। नाम नै कति प्यारो, चिडिया ताल। यहाँ विभिन्न प्रजातिका चराहरू हिउँदमा आउँछन्। मर्निङ वाक, बर्ड वाचिङ र मेडिटेसन गर्न चाहनेका लागि यो पर्फेक्ट डेस्टिनेसन हो। कैलालीमा पिस अफ माइन्ड खोज्नेहरूका लागि चिडिया ताल एकदमै अन्डररेटेड तर सुन्दर ठाउँ हो। नम्बर 5 मा रहेको छ एकदमै राम्रो ठाउँ राजकाँडा। यो चाहिँ मोहनन्याल गाउँपालिकामा अवस्थित छ। यो स्थान पहाडी भागमा पर्छ, जहाँबाट तपाईले तराईको मनमोहक दृश्य देख्न सक्नुहुन्छ। घना जंगल, झरना र ठण्डा हावा। राजकाँडा एकदमै पर्फेक्ट स्पोट हो एडभेन्चर र हाइकिङ मन पर्नेहरूका लागि। यहाँ पुगेपछि तपाईलाई लाग्छ यो पनि कैलालीमै हो। यहाँ तपाईँ 2 बाटो हुँदै जान सक्नुहुन्छ। यदि तपाईँ पैदल जानुहुन्छ भने चिसापानीबाट ट्रेकिङ गर्दै जान सक्नुहुन्छ। यदि बाइकले जान चाहनुहुन्छ भने लम्कीको चोक भएर जान सक्नुहुन्छ। यहाँ तपाईले जानुभयो भने एक रात त्यही बिताउनु पर्छ। तपाईले आफूसँग रात बस्नको लागि सबै कुराहरू लिएर जानुपर्ने हुन्छ। मेरो एउटा सजेसन, तपाईँ एक्लै नजानुहोला। लगभग 5-6 जना साथीहरूको ग्रुप बनाएर जानुहोला। एकदमै रमाइलो हुन्छ। कैलाली केवल एउटा जिल्ला होइन, यो प्रकृतिको गहना हो जसले आत्मालाई शान्ति दिन्छ। तपाईले यी ठाउँमध्ये कुन ठाउँ घुम्न चाहनुहुन्छ कमेन्टमा लेख्न नबिर्सनुहोला। र यस्तै रोचक ट्राभल फ्याक्ट्स र सुन्दर ठाउँहरूको जानकारीका लागि लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनुहोला।